हामी बेलुका यहाँ 10 बजे आएर यही होटलमा बस्यौँ र फेरि म यहाँको थोडा सिन पनि देखाउँछु र यहाँबाट 6 घन्टा करिब गुगलको म्यापमा देखाएको छ र हामी ताप्लेजुङको ठुलो पाथिभारा मन्दिरमा दर्शन गर्न हाम्रो 5 जनाको टोली छ र यो चिया बगानहरू सम्पूर्ण तपाईहरुलाई यहाँ नजारा देखाउँदैछु र हेरिदिनु होला। सम्पूर्ण मलाई सहयोग गर्ने सपोर्ट गर्ने र मेरा शुभचिन्तकहरूले र मलाई माया गर्नेहरूलाई र मैले सबैको नाम पनि लिन्छु र मलाई 2 जना व्यक्तिहरूले हाम्रो नाममा पनि त्यहाँ गएर सहयोग मार्फत भनेर 1,000 र मिस्टर विवेक र मिस्टर नारद मुनिले चाहिँ पठाउनु भएको छ। अहिलेसम्म हामी भोलि बिहान चाहिँ हामी ताप्लेजुङको पाथिभारा मन्दिरमा दर्शन गर्ने हाम्रो निर्णय छ। आज यहाँबाट हामी करिब 8-9 बजे यहाँबाट निक्लिने छौं र हामी आज गएर गाडी तल पार्किङ गरेर त्यहाँबाट 6 किलोमिटर माथि पैदल यात्रा भन्ने कुरा पनि हामीले सुनेका छौं। म चाहिँ पहिलोपल्ट जान लागेको र सम्पूर्णलाई अब हामी करिब 1-1.5 घण्टा पछाडि निक्लिने छौं।